वेलकम सबैजनालाई मेरो यो अर्को भिडियोमा। आज साउनको 1 गते साउने सङ्क्रान्ति, त्यही भएर पनि होला हाम्रोतिरको यो मौसम छ नि, आज सङ्क्रान्तिले गर्दा पनि भएर होला पानी परिरहेको छ। मौसम चाहिँ एकदम राम्रो छ है, शीतल, हावा पनि चलेको छैन, पानीको माथिबाट टुप 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 पानी चुहिरहेको छ। यो मौसम एकदम बेस्ट लाग्छ है त मलाई। यो मेरो भिडियो हेर्नु होला है त ल। यहाँ चाहिँ भर्खरैबाट पानी पर्न सुरु गरेको छ। रिमझिम रिमझिम पानीको चिसो चिसो मौसम हजुरहरूलाई म देखाउन गइरहेको छु। हरियाली, अम्बाका रुखहरू अनि हाम्रो यो गाउँठाउँ मुसलधारे पानी परेको थियो, अहिले चाहिँ अलिकति कम भएको छ। यो चाहिँ साउन 1 गते आज सङ्क्रान्ति भएर पनि होला पानी चाहिँ अलिकति ठुलो परेको छ। गाउँतिरको मौसम पानी पर्दा चाहिँ एकदम रमाइलो देखिन्छ। हेर्नु, म पनि यस्तो चिसो मौसमसँगै आफ्नो यात्रालाई अगाडि बढाइरहेको छु। हेर्नु होला, म पनि यो पानी आयो भने बहुत मन चाहिँ शान्त रहन्छ क्या, त्यही भएर म पनि यो बाहिर निस्केर यो पानीसँगै भिजेर यो भिडियो बनाउँदैछु। हजुरहरूले यो भिडियोलाई स्किप नगरिकन लास्टसम्म हेरेर साथ दिनु होला। अनि सब्सक्राइब गर्नुभएको छैन भने पनि यो च्यानललाई सब्सक्राइब गरिदिनु होला है त। माथि जताततै जलमग्न हुने अवस्था देखिएको छ। यस्तै पानी पर्यो भने चाहिँ डुबान हुने हो कि भन्ने चाहिँ हामीलाई लागिरहेको छ, तर पनि त्यस्तो ठुलो त पर्दैन होला। हल्का फुल्का चाहिँ पानी चाहिँ परिरहेको छ है त। यो हेर्नु होला, धानमा चाहिँ यत्तिको चाहिँ पानी भइसकेको छ। दिनभरि पनि पानी पर्ला जस्तो छ, किनभने घाम लाग्ने चाहिँ देखिएको छैन, अँधेरो अँधेरो छ। ल रमाइ त, रमाइलो हाम्रो गाउँ। पानीको टुपटुप आवाजसँगै यहाँ खोर्सानीको बोटहरू पनि फुलेको छ। हरियाली घाँस राम्रो भएको छ, घाँसहरू पनि पानीले गर्दा होला। अमलाको रुखहरू, सम्पूर्ण चिजहरू चाहिँ हरियाली एकदम राम्रो देखेको छ। बर्खाको मौसमै भएर होला जताततै हरियाली। मौसम एकदम राम्रो छ, आज शीतल पनि गरेको